हाउ टु ओपन सक्सो एकाउन्ट इन सक्सो प्लेटफर्म। तपाईँ डेनमार्कमा बस्दै हुनुहुन्छ र तपाईँले चाहिँ सक्सो प्लेटफर्ममा सक्सो एकाउन्ट खोल्न चाहनुहुन्छ भने चाहिँ कसरी खोल्न सकिन्छ, सिम्पल तरिका है। जस्तो यसको लागि तपाईँ गुगलमा जानुहोस्, सक्सो ट्रेड गो भनेर सर्च गर्नुहोस्। यो सर्च गरिसकेपछि त्यसको होम एकाउन्ट, जस्तो यसको तल दिएको छ www.home.sakso दिएको छ, अनि सक्सो ट्रेड गोमा क्लिक गरिसकेपछि चाहिँ यस्तो आउँछ। यसलाई एक्सेप्ट गर्नु होला र एक्सेप्ट गरिसकेपछि अपरेट कन्ट्रोललाई क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ यो मिट आइडीमा क्लिक गर्नुहोस् या क्लिक हियरमा क्लिक गर्नुहोस्। इन कन्टेक्स्ट अफ डेनमार्कमा चाहिँ मिट आइडीमा क्लिक गरे हुन्छ। त्यो पछाडि चाहिँ तपाईँको मिट आइडी राख्नु होला एज अ ब्याङ्क एकाउन्ट खोल्दा अथवा लगइन गर्दा जस्तै हो। यो चाहिँ मैले जस्ट फर इक्जाम्पलको लागि दिएको छु। यो चाहिँ एकदम सेन्सिटिभ छ। जस्तो मैले डेसार डट 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 राखेँ, त्यो चाहिँ इक्जाम्पलको लागि मात्र भनेको छु है। अब यसलाई चाहिँ तपाईँले मिट आइडीबाट चाहिँ एप्रुभ गर्नुहोस्। एप्रुभ गरिसकेपछि यस्तो आउँछ र यसमा चाहिँ सिपिआर नम्बर राख्नु होला। सिपिआर नम्बर पनि जस्ट फर इक्जाम्पल, यो पनि एकदमै सेन्सिटिभ छ होइन। अनि त्यसपछि गएर चाहिँ फर्सेटमा गइसकेपछि यो वेलकम टिल सक्सो ब्याङ्क आयो होइन। अब म चाहिँ सक्सो ब्याङ्कमा भयो, म अलरेडी भएको कारणले चाहिँ भिन्डो डेसा यो मिट आइडीबाट गएको कारणले गर्दाखेरि पनि एकैचोटि तपाईँको नाम चाहिँ दिन्छ। अब यसमा चाहिँ इमेल एड्रेस राख्नुहोस् अनि कन्फर्म गर्नुहोस् होइन। इमेल एड्रेस पनि मैले जस्ट फर इक्जाम्पलको लागि मात्र राखेको छु। यो इमेल एड्रेस कसैसँग मेल खाएमा जस्ट संजोग मात्र भयो भनेर सम्झनु होला है। जस्तो मैले यसमा चाहिँ DESHAR डेसार अनि चाहिँ 123@yahoo भनेर दिएको छु। यो पनि मैले जस्ट इक्जाम्पलको लागि मात्र राखेको छु है। त्यो चाहिँ आफ्नो इमेल राख्नु होला। एकदमै सजिलो छ, त्यस्तो धेरै गाह्रो छैन, रकेट साइन्स केही पनि छैन। त्यसपछि चाहिँ तपाईँले चाहिँ फर्स्टमा चाहिँ यावेल ज्ञान ओपन इन ग्राटिस एक्टिकन्चोमा क्लिक गर्नुहोस्। त्यो पछि तलकोमा नगर्नु होला। अनि यो तल दुईटाको चाहिँ होइन, यो अलरेडी छ भनेको हो, यो चाहिँ सेकेन्डको चाहिँ यसमा क्लिक नगरिकन यो तल दुईटाकोमा चाहिँ क्लिक गर्नुभयो र तपाईँले चाहिँ तल चाहिँ कन्फर्म गर्नुभयो, फर्सेट गर्नुभयो भने चाहिँ यो अलमोस्ट डन भयो क्या। अब त्यो त्यति गरिसकेपछि के हुन्छ हेर्नुहोस् है। यसमा क्लिक गरेपछि अब यो चाहिँ प्रोसेसिङ हुँदैछ होइन। अनि तपाईँलाई के आउँछ अनि चाहिँ थाक वी हेभ सेन्ड इट इमेल। अब यो चाहिँ तपाईँको रेडी भयो, तपाईँको इमेलमा पठाइसक्यो भन्छ होइन। अब यति इमेल भएपछि तपाईँको एकाउन्ट रेडी भयो। अनि त्यो पछाडि के गर्न सकिन्छ, तपाईँको इमेलमा जानुहोस्, त्यसमा चाहिँ युजर आइडी र पासवर्ड दिएको हुन्छ। त्यसको आधारमा तपाईँले चाहिँ अब सक्सो एप डाउनलोड गर्नुहोस् या सक्सोमा गएर चाहिँ लगइन गर्नुहोस्, तपाईँको एकाउन्ट रेडी भयो।